इरान एक यस्तो देश जसलाई संसारका धेरै मानिसहरूले खलनायकको रूपमा हेर्छन्। धेरैका लागि यो संसारको विवादित देशहरू मध्ये एक हो। तर वास्तवमा के इरान साँच्चै खलनायक हो त? वा इरान वास्तवमा गलत रूपमा बुझिएको देश हो? कतिपय मानिसहरूको विचारमा इरान त बरु पश्चिमी देशहरूद्वारा पटक पटक धोका पाएको पीडित हो। तपाईलाई यो कुरा विश्वास लाग्दैन होला। साँचो भन्नुपर्दा मलाई पनि विश्वास लागेको थिएन। तर जब मैले इरानको इतिहास र ब्याक स्टोरीहरू बुझ्न थाले, योजनाबद्ध तरिकाले संसारको खलनायक जस्तो देखाइयो। आजको इरान पहिला कस्तो थियो त? पछिल्लो शताब्दीमा इरानका 4 महत्त्वपूर्ण नायकहरूको भूमिका के थियो त? वास्तविक खलनायक को हो त? यो भिडियो निकै रोचक छ र यसले तपाईहरुमध्ये केहीको धारणा परिवर्तन पनि गरिदिन सक्छ। अब भिडियोलाई सुरु गरौँ। तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर इरानको सम्पूर्ण कथालाई 4 अलग-अलग युगमा विभाजन गरेको छु। हामी ती 4 युगहरूलाई एक-एक गरेर बुझ्ने छौं। इरान किन यति रणनीतिक रूपमा महत्त्वपूर्ण छ? किनभने इरान रुस नजिकै अवस्थित छ। इरानबाट पुरै मध्यपूर्वलाई सजिलै निगरानी गर्न सकिन्छ। त्यसैगरी इरानले एसियालाई मध्यपूर्वसँग जोड्ने महत्त्वपूर्ण भूस्थान पनि बनाउँछ। तर सबैभन्दा ठूलो कुरा के हो भने इरानसँग तेल छ। मध्यपूर्वका धेरै देशहरूका लागि तेल आशीर्वाद बन्यो, तर इरानको लागि यही तेल अभिशाप बन्यो। यसको कारण थियो एउटा गलत सम्झौता, डार्सी कन्सेसन। यहीबाट सुरु हुन्छ इरानको पहिलो युग, द एरा अफ ब्रिटिश कन्ट्रोल, ब्रिटिश नियन्त्रणको युग। सन् 1901 को मे महिनामा एक ब्रिटिस उद्यमी विलियम नक्स डार्सीले इरानका राजा शाहसँग एउटा सम्झौता गरे। यस सम्झौतालाई डार्सी कन्सेसन भनियो। यस सम्झौता अनुसार इरानमा भेटिने सबै तेल निकाल्ने विशेष अधिकार केवल बेलायतलाई हुनेछ। यसपछि ब्रिटिस साम्राज्यले 1900 को दशकदेखि इरानलाई आफ्नो निजी पेट्रोल पम्प जस्तै बनायो। त्यस्तै गरी एङ्ग्लो इरानियन वेल कम्पनीले इरानको तेल शोषण गर्न थाल्यो। इरानका शाहले युरोपबाट धेरै ऋण लिएका थिए र त्यो ऋण तेल बेचेर आएको पैसाबाट तिर्ने गरिएको थियो। यसको मतलब गल्ती इरानका जनताको थिएन, गल्ती शाहको थियो। तर ऋण तिर्ने भार भने जनतामाथि नै पर्यो। ठुलो तेल क्षेत्रको खोज सन् 1908 मा इरानको मस्जिद सोलेमान क्षेत्रमा ठुलो तेलको भण्डार फेला पर्यो। सबैले सोचे अब इरानको भाग्य बदलिनेछ, तर त्यसो भएन। किनभने तेल बेचेर आएको धेरैजसो पैसा युरोपको ऋण तिर्नमै खर्च भयो। ब्रिटिस कम्पनीको नाफा एङ्ग्लो इरानियन वेल कम्पनीले यसबाट धेरै ठुलो नाफा कमायो। उनीहरूले नाफा भन्दा पनि धेरै कर तिरेका थिए। इरानका जनता भने बस हेर्दै बसे, आफ्नै देशको तेल आफ्नै देशबाट बाहिर लैजाँदै गरेको। इरानमा हुने सबै विकास ब्रिटिसहरूका लागि भइरहेको थियो, तर इरान आफैमा कुनै विकास भइरहेको थिएन। यहाँ केवल 2 कुरा भइरहेको थियो, लुटपाट र शोषण। स्रोतहरू इरानका थिए, तर नाफा ब्रिटिसहरूको हातमा थियो। यसरी बिस्तारै एउटा देशलाई संसारको खलनायक बनाइदै थियो। यस्तो अवस्थामा पुर्याइयो कि उनीहरूलाई भविष्यमा कसैलाई पनि विश्वास गर्न गाह्रो होस्। अहिलेसम्मको यो कथा तपाईलाई कस्तो लाग्यो? के तपाईले यो कथा पहिले कतै सुन्नु भएको थियो? यदि छैन भने यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनभने हामी तपाईका लागि यस्तै रोचक र फरक दृष्टिकोण भएका कथाहरू ल्याइरहनेछौँ। हामी केवल समाचार दिन चाहदैनौँ, हामी तपाईलाई दृष्टिकोण दिन चाहन्छौँ। 60 वर्षको सम्झौता, डार्सी कन्सेसनको अवधि 60 वर्षको थियो। यसको अर्थ यो सम्झौता 1961 मा सकिने थियो। तर त्यति बेलासम्म इरानको तेल सकिएको थिएन। यसको मतलब ब्रिटिसहरू अझै धेरै समय इरानलाई शोषण गर्न चाहन्थे। त्यसैले उनीहरू नयाँ सम्झौता गर्न चाहन्थे। तर यसपटक एउटा फरक कुरा भइसकेको थियो। इरानका जनता अब बिस्तारै सचेत हुँदै गइरहेका थिए। यो भयो इरानको पहिलो युगको बारेमा। अब दोस्रो भिडियोमा म इरानको दोस्रो युगको बारेमा वर्णन गर्नेछु। इरानको दोस्रो युगको बारेमा हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब साथै बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद।